हेरम्बो रविचन्द्र मंगल सदा बुध गुरु भार्गव छाया नन्दन राहु केतु सकला मासा आदि मासा ऋतु। जय हो शिवशक्ति ज्योतिष केन्द्र। आज हामी सूत्र 1 देखिको लिएर अहिले 17 नम्बरसम्म ज्योतिषका सूत्रहरू फलित बताउँदा सूत्रहरू के प्रयोग गरिने ती पहिला 1 नम्बरमा हामीले ग्रहका नामहरू, ग्रहका स्थान, ग्रह उच्चो, ग्रह नीचो, ग्रह शत्रु, मित्र, सम, दृष्टि, तत्व, अग्नि, वायु आदि तत्वहरू, यसरी नै मित्र, तत्काल मित्र आदि विषय लिएर हामीले अहिलेसम्मका सूत्रहरूमा 17वटा सूत्रका बारेमा जानिसक्यौँ। जम्मा 21वटा सूत्र साधारण ज्योतिष फलितमा 21वटा सूत्र। अब अन्य सूत्रहरू हामीले 21वटा पुर्याएपछि हामी अगाडि फलिततिर लाग्नेछौँ। र यो ज्योतिष शिवशक्ति द्वितीय शिवशक्ति ज्योतिष केन्द्रको विशेष चाहिँ किन यो प्रस्तुति गरिँदैछ भने यो सरल तरिकाले, साधारण तरिकाले सबैले बुझ्ने गरेर नेपाली भाषामा एकदमै संस्कृतबाट निकालिएर सरल तरिकाले सबैले नि यो ज्योतिष विद्यालाई चाहिँ अगाडि बढाउनमा सहयोग पुगोस्। किनभने संस्कृत शब्द अप्ठ्यारो भएकोले गर्दाखेरि चाहिँ यसलाई नेपालीमा सरल भाषामा सबैले बुझ्ने, ब्राह्मणले मात्रै बुझ्ने होइन, सबैले संस्कृत नपढ्नेहरूले पनि बुझ्ने हिसाबले यो पहिलादेखिको तपाईले अध्ययन गर्दै गर्दै आउनु भने ज्योतिषलाई अगाडि बढाउन सजिलो हुन्छ। यसरी नै हामी 21 नम्बरसम्म सूत्र जान्छौँ, याद गर्छौँ। त्यस पछाडि हामी ज्योतिषलाई अगाडि बढाउँछौँ। अब हाम्रो 4-5वटा सूत्र छ। यी सूत्र सकिएपछि हामी त्यहाँबाट फलित कुन ग्रहले कस्तो फल कहाँ बस्यो भने दिन्छ भन्ने विषयमा हामी अगाडि जानकारी गराउँछौँ। र यो सूत्रहरू यो शिवशक्ति ज्योतिष केन्द्रलाई हजुरहरूले पनि अगाडि बढाइदिने। ज्योतिष कसैको विशेष विषय हुँदैन र सबैले यो जान्न र यसलाई अध्ययन गरेर यसको विषयमा चर्चा परिचर्चा गर्न सकिन्छ। नमो नारायण।